आज बुद्ध पूर्णिमा अर्थात् बुद्धको जन्म जयन्ती। हामी चाहिँ बौद्ध स्तूपा दर्शन गर्नको लागि आइपुगेका छौँ। अरू दिनमा भन्दा पनि अलिक भिडभाड देखिन्छ आज। सम्पूर्ण मेरो आफन्तजन, साथीभाइ, इष्टमित्र सम्पूर्णलाई आज बुद्ध जयन्तीको धेरै धेरै शुभकामना भन्न चाहन्छु। बौद्धमा चाहिँ अब बिहानको माहौल यस्तो छ। खुट्टा टेक्ने ठाउँ छैन। विश्व शान्तिको है आज चाहिँ 2570औं बुद्ध जयन्तीको अवसरमा बौद्ध स्तूपा परिसरमा यस्तो माहौल छ। रक्तदान कार्यक्रम स्तूपामा चाहिँ आज बुद्ध जयन्तीको दिन बत्ती बाल्नेको घुइँचो पालो नपारो लाइन उभिनु परेको छ। बुद्धले सर्वप्रथम उपदेश दिएको ठाउँ सारनाथ हो। गौतम बुद्धले जिउले फुलको गुच्छाद्वारा स्वागत गरिदिनु हार्दिक हेलो 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 ल ल ल ल जाउँ जाउँ अगाडि बढौँ 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 बढौँ। ल आज चाहिँ 2570औं बुद्ध जयन्तीको पावन अवसरमा बौद्ध स्तूपाको प्राङ्गणमा माहौल यस्तो छ। शान्ति, अहिंसा र करुणाको प्रतिमूर्ति, शान्तिको अग्रदूत भगवान गौतम बुद्धको 2570औं जन्म जयन्तीको पावन अवसरमा आज हामी पनि यहाँ बौद्ध स्तूपामा दर्शन गर्न आएका छौँ। एकदमै माहौल भिडम भ्याड छ।